हेलो गुड मर्निङ एन्ड वेलकम टु माई युट्युब च्यानल यो आज म तपाईँहरूलाई फेरि पासपोर्ट रिलेटेड भिडियो बनाएर लिएर आएको छु। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ तत्काल पासपोर्ट। तपाईँलाई मैले पहिलाको भिडियोमा तपाईँलाई नर्मल पासपोर्ट या तत्काल पासपोर्ट कसरी एप्लाई गरिन्छ त्यो विषयमा मैले डिटेल्स भिडियो एउटा अलरेडी अपलोड भइसकेको छ। र आजको भिडियो चाहिँ के छ भन्दाखेरि तत्काल पासपोर्ट बनाउनु पर्यो भने के कारणमा तत्काल पासपोर्ट बनाइन्छ अनि यसमा के चिजहरू रिक्वायरमेन्ट छ र तत्काल पासपोर्ट बनिनुलाई कति टाइम लाग्छ यो विषयमा तपाईँलाई म आज इन्फर्मेसन दिन गइरहेको छु र ध्यानले भिडियो हेर्नु होला। तत्काल पासपोर्ट चाहिँ त्यो टाइममा बनाइन्छ जब कि अर्जेन्ट बेसिस हुन्छ र त्यो टाइममा तत्काल पासपोर्ट बनाइन्छ। र तत्काल पासपोर्ट एज कम्पेयर टु नर्मल पासपोर्ट तत्काल पासपोर्ट बनिनुको लागि तपाईँलाई एकदमै कम टाइममै तपाईँको बनिन्छ। 2 to 3 डेज भित्रमै तपाईँले पासपोर्ट पाउन सक्नुहुन्छ। तर नर्मल पासपोर्टको लागि हो भने तपाईँको यो एकदमै टाइम कम भनेको पनि 30 दिन लाग्छ, 1 महिना लाग्छ। तर तत्काल बनाउनुको लागि तपाईँलाई 2 to 3 डेज भित्रमा तपाईँले पाउन सक्नुहुन्छ। अनि यसमा एउटा के छ भन्दाखेरि पुलिस भेरिफिकेसन चाहिँ पासपोर्ट प्रिन्टिङ भएको बादमा तपाईँको पुलिस भेरिफिकेसन हुन्छ तत्कालमा। यो छ फर्स्ट स्टेप चाहिँ यो हो। तत्काल पासपोर्ट बनाउनुको लागि एलिजिबिलिटी हुनुपर्छ। ध्यानले सुन्नुहोस्, एलिजिबिलिटी के हो चाहिन्छ त्यो म तपाईँलाई सर्टमा बताउँछु, ध्यानले सुन्नुहोस्। यसको लागि मस्ट इन्डियन सिटिजन हुनु जरुरी छ। एक नम्बरमा कुनै क्रिमिनल केस, कुनै कोर्ट पेन्डिङ रिलेसन, कुनै कोर्ट विषयमा कुनै क्रिमिनल फ्री हुनुपर्छ। कुनै तपाईँको नराम्रो कोर्ट काजमा तपाईँको नराम्रो रेकर्डहरू हुनु भएन यसको लागि है। 2 नम्बर यो छ। अनि यो तपाईँले फिलअप गर्दाखेरि तपाईँले गलत इन्फर्मेसन भर्नुभयो भने तपाईँको समरली रिजेक्टेड हुन्छ। यो ध्यान दिनुपर्ने कुरा छ एकदमै। यो चाहिँ तपाईँको हुनु एलिजिबिलिटी तपाईँको यो 3टा कुरामा ध्यान दिनुपर्ने हुन्छ। ध्यानले सुन्नुहोस् है। र अर्को स्टेपमा के आउँछ भन्दाखेरि डकुमेन्टेसन यसमा के लाग्छ। तत्काल पासपोर्ट बनाउनु भयो भने तपाईँको के डकुमेन्ट रिक्वायर्ड छ त्यो विषयमा म सर्टमा बताउँछु, ध्यानले सुन्नुहोस्। यसमा तपाईँको डकुमेन्ट के चाहिन्छ भन्दाखेरि चाहिँ आधार कार्ड चाहिन्छ या डेट अफ बर्थ चाहिन्छ, प्यान कार्ड या भोट कार्ड कुनै पनि तपाईँको चाहिन्छ। तर त्यसको साथमा तपाईँको डेट अफ बर्थ मस्ट हो। त्यसको बादमा तत्काल एप्लाई गर्नुको लागि एक्स्ट्रा डकुमेन्ट्स के लाग्छ त्यो बताउँदैछु, ध्यानले सुन्नुहोस्। 3टा डकुमेन्ट चाहिन्छ तत्कालको लागि। त्यो के हो भन्दाखेरि म भन्दैछु आधार कार्ड, प्यान कार्ड र भोटर आइडी कार्ड। आधार कार्ड, प्यान कार्ड एन्ड भोटर आइडी कार्ड यो 3टा तपाईँकोले एकदम क्यारी गरेको हुनुपर्छ, बोकेको हुनुपर्छ। यो एकदम मस्ट रिक्वायरमेन्ट डकुमेन्ट हो है। अल डकुमेन्ट्स चाहिँ एटेस्टेड हुनु जरुरी छ अनि त्यसको फोटोकपी पनि हुनु जरुरी छ। अब यसलाई एप्लाई कसरी गर्ने यो विषय बताउँछु। यसको एप्लाईको लागि तपाईँले पासपोर्ट सेवा पोर्टलमा तपाईँले क्लिक गर्नुहोस्। त्यसको बादमा तपाईँको त्यहाँनिर passportindia.gov.in भन्ने एउटा तपाईँको वेबसाइट आउँछ, त्यसमा तपाईँले क्लिक गर्नुहोस्। त्यहाँनिर तपाईँले एउटा युजर रेजिस्ट्रेसन तपाईँले रेजिस्ट्रेसन गर्नुपर्ने हुन्छ। एउटा आफ्नो आइडी एकाउन्ट आइडी हालेर तपाईँले एउटा रेजिस्ट्रेसन गर्नुपर्छ है। जस्तो तपाईँको त्यो रेजिस्ट्रेसन कम्प्लिट हुन्छ त्यसमा अटोमेटिक तपाईँको सिटी सिलेक्ट गर्ने आउँछ। सिटी सिलेक्ट गर्नुपर्ने हुन्छ। सिटी सिलेक्ट गरेर त्यसको बादमा तपाईँको लगइन आइडी र पासपोर्ट त्यहाँ हाल्नुपर्छ र त्यो तपाईँले इन फ्युचरको लागि पनि तपाईँले त्यो सेभ गरेर राख्न सक्नुहुन्छ त्यसको लागि। अनि त्यसको बादमा तपाईँले त्यसलाई लगइन गर्नुहोस्। त्यसको बादमा तपाईँको अप्सन आउँछ एप्लाई फ्रेस पासपोर्ट रिन्युअल भनेर एउटा अप्सन दिएको हुन्छ, त्यसलाई तपाईँले क्लिक गर्नुहोस्। स्किममा तपाईँको तत्काल या नर्मल भनेर आएको हुन्छ, त्यसमा तत्कालमा तपाईँले क्लिक गर्नुहोस्। अनि त्यो जुन चाहिँ फर्म खोलिन्छ, फर्म खोलेपछि तपाईँले त्यो फर्म चाहिँ एकदम क्लियरसँग भर्नुहोस् विदाउट एनी मिस्टेक। एकदम क्लियरसँगले तपाईँले त्यो फर्म फिलअप गर्नुपर्छ। त्यसको बादमा जब तपाईँले त्यो तत्कालको फर्म फिलअप कम्प्लिट गर्नुहुन्छ त्यसको बादमा तपाईँको आउँछ फी पे गर्नुपर्ने हुन्छ। र फी पे गर्नुको लागि चाहिँ के हुन्छ भने तपाईँको नर्मल र तत्काल पासपोर्टमा धेरै पैसाको अलिकति डिफ्रेन्ट हुन्छ। के भन्दाखेरि तपाईँको नर्मल पासपोर्ट बनाउनु भयो भने तपाईँको बेसिकली 1500 रुपियाँ लाग्छ आफैले गर्नुभयो भने। र तपाईँले तत्काल बनाउनु भयो भने त्यसमा चाहिँ तपाईँको 3500 रुपियाँ चार्ज लाग्छ, फी लाग्छ है। ध्यान दिनुहोस्। र यसमा तपाईँले क्याटेगोरी सेलेक्ट गर्नुहोस्। फ्रेस पासपोर्ट 36 पेजको बनाउँदा हुन्छ हामीले, किनभने एउटा 36 पेजको हुन्छ, एउटा तपाईँको हुन्छ 60 पेजेसको हुन्छ। बेसिकली हाम्रो लागि चाहिँ तपाईँको 36 पेजेसवालै हामीलाई काफी छ। 60 पेजेसवाला बनाउनु हामीलाई कुनै जरुरी छैन है। 60 पेजेसवाला बनाउनु भने तपाईँको अझै त्यसको चार्ज बढ्छ। हामीले चाहिँ 36 पेजेस हो। 36 पेजेसको चाहिँ तपाईँको हुन्छ ₹500 पे गर्नुपर्छ। रिइस्यु पासपोर्ट बनाउनु भयो भने तपाईँको नर्मल पासपोर्टको लागि तपाईँलाई 1500 रुपियाँ लाग्छ। त्यसको बादमा जब फी पेमेन्ट गरिसक्नुहुन्छ त्यसको बादमा तपाईँको पिएसके मतलब पासपोर्ट सेवा केन्द्रमा जानुको लागि तपाईँले एपोइन्टमेन्ट लिनुपर्छ। र एपोइन्टमेन्टको लागि चाहिँ तपाईँले के गर्नुपर्छ भने जब एपोइन्टमेन्ट लिनुहुन्छ त्यो टाइममा तपाईँले एपोइन्टमेन्टको एउटा डेट दिन्छ। जब तपाईँको एपोइन्टमेन्ट कम्प्लिट गर्नुहुन्छ त्यसको बाद तपाईँलाई उहाँबाट एपोइन्टमेन्टको एउटा डेट दिन्छ, टाइम दिन्छ। त्यो अनुसारले तपाईँले त्यो एपोइन्टमेन्टको एउटा स्लिप हुन्छ त्यसले तपाईँले डाउनलोड गरेर सेभ गरेर राख्नुपर्छ, प्रिन्ट गरेर निकाल्नुहोस्। त्यसको बाद तपाईँले त्यो जुन दिन एपोइन्टमेन्ट डेट दिएको छ त्यो दिन तपाईँले त्यो एपोइन्टमेन्ट लेटर लिएर पासपोर्ट सेवा केन्द्रमा जानुपर्छ। जब पासपोर्ट सेवा केन्द्रमा तपाईँ पुग्नुहुन्छ त्यहाँनिर तपाईँलाई के डकुमेन्टेसन माग्छ त्यो भन्दैछु, ध्यानले सुन्नुहोस्। पासपोर्ट सेवा केन्द्रमा पुगेपछि तपाईँको त्यहाँ काउन्टर वाइज सबैजना स्टाफहरू बसेको हुन्छ। त्यति बेला तपाईँलाई चाहिँ त्यहाँ के डकुमेन्ट्स माग्छ भन्दाखेरि तपाईँको
अल डकुमेन्ट्स विथ ओरिजिनल माग्छ, त्यो भेरिफिकेसन हुन्छ, डकुमेन्ट भेरिफिकेसन हुन्छ। त्यसको बादमा तपाईँको डकुमेन्ट स्क्यान हुन्छ, ओके। अनि त्यसको बादमा तपाईँको अफिसियल भेरिफिकेसन हुन्छ, अनि फाइनल अप्रुभल हुन्छ। यो चाहिँ तपाईँको पिएसके भित्र हुने कामहरू है, तत्कालको लागि है यो। अगर यो तिनटै तपाईँको 100% सही भयो भने त्यसको बादमा तपाईँको तत्काल अप्रुभ हुन्छ, सेम डेमै अप्रुभ भइहाल्छ। जस्तो अप्रुभ हुन्छ त्यसको बादमा तपाईँको फाइनल के रहन्छ भन्दा पुलिस भेरिफिकेसन। अब भेरिफिकेसन चाहिँ यसमा तत्कालमा यस्तो हुन्छ कि तपाईँको पुलिस भेरिफिकेसन चाहिँ हुनुभन्दा पहिले तपाईँको पासपोर्ट प्रिन्टिङ भइसकेको हुन्छ, पासपोर्ट तपाईँले पाइसक्नु भएको हुन्छ। त्यसको बादमा तपाईँको पुलिस भेरिफिकेसन हुन्छ। र यसमा एउटा ध्यान दिनुपर्छ कि पुलिस भेरिफिकेसनमा चाहिँ तपाईँको डिले हुँदैन। यदि केही कारणले डिले भयो पुलिस भेरिफिकेसनमा भने चाहिँ तपाईँको अझ यो पासपोर्ट लेट भएर जान्छ। तत्कालको चाहिँ एकदमै छिटो सर्टकटमा हुन्छ, त्यसले गर्दा तपाईँले पुलिस भेरिफिकेसनमा ध्यान दिनुपर्छ। इनकेस पुलिस अफिसबाट फोन आयो भने तत्कालमा तपाईँले त्यसलाई रिसिभ गर्नुहोस्, होइन भने तपाईँले डाइरेक्ट पुलिस अफिसमा गएर तपाईँले ढिलो भयो भने आफै गएर सोध्नुहोस् कि मेरो तत्काल गरेको छु, त्यसले गर्दा मेरो भेरिफिकेसन गरिदिनुहोस् भनेर आफैले भन्नुपर्छ। ध्यान दिनुहोस्। र जब पुलिस भेरिफिकेसन जब तपाईँ यो कम्प्लिट प्रोसेस हुन्छ पुलिस भेरिफिकेसनको, त्यसको बादमा तपाईँको कति दिनभित्रमा तपाईँले पासपोर्ट पाउँछ भन्दा त विदिन 2 to 3 डेज, म्याक्सिमम 5 डेजभित्रमा तपाईँको पासपोर्ट तपाईँले हातमा पाउनुहुन्छ विथ स्पिड पोस्ट। तपाईँको एड्रेस जहाँ दिनुभएको छ त्यहाँ पोस्ट भएर स्पिड पोस्टमा आउँछ, तपाईँले एकदमै चाँडो रूपमा त्यसलाई रिसिभ गर्नु पाउनुहुन्छ। तर यसमा कुनै गलत कुनै मिस्टेक हुँदैन। यदि तपाईँको कुनै गलत एउटा वर्ड भए पनि एउटा मिस्टेक गर्नुभएको छ भने तपाईँको एकदमै लेट भएर जान्छ, त्यसले गर्दा तपाईँको पेन्डिङमा बस्छ। र यही थियो आजको पासपोर्ट, तत्काल पासपोर्ट कसरी एप्लाई गर्ने र तत्काल पासपोर्टमा लाग्ने रिक्वायरमेन्ट डकुमेन्टहरू के छ, यसमा के गर्नुपर्छ, एप्लिकेसनमा के फिलअप गर्नुपर्छ, यो विषयमा तपाईँलाई मैले सर्टमा बताइदिएको छु। तपाईँले पनि यही प्रकारले फिलअप गर्नुहोस् घर बसी, कसैलाई सहायता माग्नु पर्दैन। आजको भिडियो कस्तो लाग्यो तपाईँलाई? यदि भिडियो राम्रो लाग्यो भने प्लिज डु लाइक, सेयर एन्ड सब्सक्राइब। त्यस्तै राम्रो जानकारी भिडियो पाउनु चाहनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नु नभुल्नु होला। Thanks for watching my video and keep watching.